1912, the world's most powerful ship, RMS Titanic, sinking. 1912, the world's most powerful ship, RMS Titanic, sinking. सबैलाई लाग्थ्यो यो जहाज कहिल्यै डुब्दैन, अनसिङ्केबल। तर केवल एक रातमा यो समुद्रको गहिराईमा हरायो। तर साँचो कुरा के हो? यो एक्सिडेन्ट मात्र थियो कि अझै केही रहस्य आजसम्म लुकेको छ? टाइटानिकले यात्रा सुरु गर्दा धेरै शिप्सबाट आइसबर्ग वार्निङ्स आएको थियो। तर किन ती वार्निङहरू इग्नोर गरियो? क्याप्टेन एडवर्ड स्मिथ अनुभवी थिए, तर भनिन्छ स्पिड कम गरिएन। किन? के यो प्रेसर थियो रेकर्ड बनाउन, कि ओभर कन्फिडेन्स, कि केही यस्तो निर्णय जसले हजारौं जीवन बदल्यो? सबैभन्दा डार्क ट्रुथ, थर्ड क्लास प्यासेन्जर्स, जहाँ गरिब मानिसहरू थिए। कति रिपोर्ट्स अनुसार उनीहरूलाई माथि आउनबाट रोकिएको थियो। डोर्स लक्ड। इमेजिन, पानी जहाजभित्र पस्दैछ, तर इस्केप गर्ने बाटो बन्द छ। यो रुमर हो कि साँचो इतिहास? केही वर्षपछि रेडियो अपरेटर्सले स्ट्रेन्ज सिग्नल्स पाएका थिए, टाइटानिक कलिङ फर हेल्प। तर यो इम्पोसिबल थियो, किनकि टाइटानिक त धेरै पहिले नै डुबिसकेको थियो। सम बिलिभ यो सिग्नल इमेजिनेसन थियो, तर अरू भन्छन् समुद्रले अझै पनि त्यो रातको आवाज समातेको छ। सबैभन्दा शकिङ कुरा, मर्गन रबर्टसन नामको लेखकले टाइटानिक डुब्नुभन्दा 14 वर्ष अघि एक कहानी लेखेका थिए। जहाजको नाम थियो टाइटन। स्टोरीमा पनि शिप आइसबर्गमा ठोकिन्छ र डुब्छ। यो कोइन्सिडेन्स हो कि भविष्यको सङ्केत? आज पनि टाइटानिक समुद्रको गहिराईमा छ, तर यसका धेरै रहस्य अझै सर्फेसमा आएका छैनन्। के तिमीलाई लाग्छ यो एक्सिडेन्ट मात्र थियो कि केही कुरा जानाजानी लुकाइयो? कमेन्ट